ब्याचलर डिग्री अनि +2 पढेकाहरूका लागि चाहिँ बैंकमा जागिर खुलिसकेको छ, जुन चाहिँ यो भिडियोमा म तपाईहरुलाई भन्ने छु। यदि एप्लाई गर्ने इच्छुक हुनुहुन्छ भने चाँडो नै एप्लाई गर्नुहोला, किनभने समय चाहिँ थोरै छ। यो चाहिँ ए क्लास कमर्सियल बैंक रहेको छ। यसमा चाहिँ ट्रेनिङ एसिस्टेन्ट, त्यसैगरी जुनियर टेलर जेटी को लागि चाहिँ खुलेको छ भ्याकेन्सी है। यसमा चाहिँ तपाईहरुले हेर्न सक्नुहुन्छ। जब समरी दिएको छ, त्यो चाहिँ पढ्नु होला। र त्यसैगरी एलिजिबिलिटी क्राइटेरिया ब्याचलर डिग्री मागेको छ, त्यसैगरी एज लिमिट मागेको छ। र यसमा पनि जुनियर टेलरमा पनि तपाईको सेम त्यही हो, क्वालिफिकेसन चाहिँ +2 मागेको छ। त्यसैगरी यसमा पनि जीपीए चाहिँ दुवैमा सेकेन्ड डिभिजनबाट पास भएको हुनु पर्यो, साथै 2.6 जीपीए लागेको हुनु पर्यो दुवैमा। जुन चाहिँ एज को कुरा गर्दाखेरि 19 मार्चसम्म 2025 सम्म यसको समय पनि रहेको छ। र एप्लाई गर्नको लागि एप्लाई अन तलको वेबसाइट दिएको छ, त्यो वेबसाइटमा गएर पनि तपाईहरुले एप्लाई गर्न सक्नुहुन्छ। र यस्तै भिडियोको लागि हाम्रो